शरद ऋतुको हराभरा संस्कृति जताततै हरियाली छाएको छ। नेपाल एउटा सुन्दर देश हो जहाँबाट हामी चारैतर्फ हरिया डाँडाहरू, पहाडहरू, हिमालहरू हेर्न सक्छौं। अहिले हामीले यो दृश्य अत्यन्त मनमोहक ढंगबाट नजर गरिरहेका छौं र शरद ऋतुमा जताततै हरियाली देखिन्छ। यसैगरी मानिसहरू पनि चाडबाडको समय भएको हुनाले आफ्ना आफ्ना घरहरूमा मस्त रमाइरहेका छन्, आनन्दित भइरहेका छन्। धानका फाँटहरूमा धानका बालाहरू लहलह झुलिरहेका छन्। निकै आनन्दित महसुस भएको छ र बिहानको पहाडिलो घाममा मैले यो दृश्य छायाङ्कन गरिरहेको छु। आज बडा दशैं 2082 को नवमी तिथि पनि हो र मानिसहरू मन्दिरहरूमा आफ्ना पूजा अर्चना गर्नका निम्ति, सिद्धिदात्री देवीको पूजा अर्चनाका निम्ति तल्लीन रहिरहेका होलान्। यसैगरी यो पहाडलाई हेरौं, कति हराभरा छ, कति आनन्दित छ, कति प्रफुल्लित बनाउँछ मनलाई। निकै आनन्ददायी देखिएको छ हरियाली। यो नेपाल एउटा पूर्णमिदम, यो सम्पूर्णता प्राप्त भएको देश हो। निकै हराभरा देश हो, प्रकृतिले वरदान दिएको देश हो। यस्तो देश हामीले संसारमा अर्को भेट्न सक्दैनौं। यो अत्यन्त खुसीको कुरो हो र हामी यसै देशमा जन्मन पायौं। हामी अति भाग्यमानी छौं। अब यसलाई विज्ञान प्रविधिले सुसज्जित गर्न सकियो भने उत्कृष्ट देशहरूमा नम्बर 1 मै नेपाल पर्नेछ भन्ने हाम्रो विश्वास छ। धन्यवाद।